स्वागत छ साथीहरु हजुरहरुलाई सजिलो ज्ञान युट्युब च्यानलमा। आज फेरि म हजुरहरुकै कमेन्टको आधारमा भिडियो लिएर आएको छु। धेरैजना साथीहरुले चाहिँ मलाई यो ओम मेगाश्री फार्मास्युटिकल कम्पनीको बारेमा भिडियो बनाउन भन्नुभएको थियो र कि द हेन्डसम सरले लेख्नु भएको छ ओएमपी को पनि भिडियो बनाउनु न सर भनेर लेख्नु भएको छ। त्यस्तै सोम तामाङ सरले पनि लेख्नु भएको छ ओएमपीएल प्लिज भिडियो भनेर लेख्नु भएको थियो। सुमन खत्रीले पनि ओएमपीएल को भिडियो बनाउनु अब त्यसको पालो छ भनेर लेख्नु भएको थियो र म उहाँहरुकै आधारमा अब यो भिडियो सुरु गर्छु र अन्य साथीहरुले पनि कमेन्ट गर्नुभएको थियो। सबैजनालाई मैले यहाँ समेट्न सकिन र अब कुरा गरौँ ओम मेगाश्री फार्मास्युटिकल कम्पनीले चाहिँ लगातार 9 वटा सर्किट लगाएको छ। 9 दिनसम्म चाहिँ कम्पनीले लगातार पोजिटिभ सर्किट लगाउँदै आएको छ भने अब हामी कुरा गरौँ 9 दिनको कारोबार रकमबाट हेरौँ। हिजो कम्पनीको शेयर प्री ओपनमा अनचेन्ज भएर 578.40 पैसामा यसको 20 किताको कारोबार भएको थियो। भनेको मूल्यमा कुनै पनि परिवर्तन नभइकन जतिमा कम्पनी ओपन भएको थियो त्यतिमा नै यसको 20 किताको कारोबार भएको थियो प्री ओपनमा। भने दिनभरिमा चाहिँ कम्पनीको शेयरमा 460 किताको कारोबार भएको थियो। हिजोको टर्नओभर 2,90,351 रुपैयाँको आएको थियो। जुन हिजोको कारोबार चाहिँ अहिलेसम्मकै धेरै हो। 460 जुन हिजो कारोबार भएको छ टोटल यसको शेयर, त्यो भनेको अहिलेसम्मको सबैभन्दा धेरै ठुलो कारोबार रकम देखिन्छ। र हिजोको टप बाई गर्ने ब्रोकर लिस्टबाट हेर्दाखेरि 29 नम्बरको ब्रोकरले 410 किता बाई गरेको छ, जसले 635 को दरमा चाहिँ बाई गरेको थियो भने टप सेल गर्नेमा चाहिँ 58 नम्बरको ब्रोकरले 100 किता 628 रुपैयाँको दरमा चाहिँ के गरेको छ, सेल गरेको छ। अब एउटा कुरा के भयो भने यहाँनिर हामीले जति पनि बाई डिमान्डमा हामी पब्लिकले राखिन्छ नि, हाम्रो डिमान्ड चाहिँ म्याच नगर्ने, तर एउटै ब्रोकरको 29 नम्बर ब्रोकरले चाहिँ 410 किता चाहिँ उसको मात्रै बाई हुनु, यो कारणले गर्दाखेरि चाहिँ मैले बाई अर्डर राख्नै छोडिदिएँ के। किन भन्दाखेरि हाम्रो कहिले पनि अर्डर म्याच हुँदैन, एउटै ब्रोकरको मात्रै अर्डर म्याच हुने कारणले गर्दाखेरि अलिकति धाँधली चाहिँ हुन्छ जस्तो लाग्यो मलाई। मैले ब्रोकरलाई सोद्धा चाहिँ त्यस्तो हुँदैन भने तापनि यो भनेको अलिकति मैले नबुझेको हो, अथवा बुझ्नेहरू हुनुहुन्छ भने कमेन्ट बक्समा कमेन्ट गरिदिनु होला। र बाई डिमान्डतर्फ हेर्दाखेरि कम्पनीको सेयरमा 5 लाखसम्मको बाई डिमान्ड आएको थियो। ओम मेगाश्री फार्मास्युटिकल कम्पनीमा चाहिँ लगानीकर्ताहरूको एकदमै आकर्षण बढेको छ, धेरैजनालाई चाहिँ यो कम्पनीमा इन्ट्रेस्ट पनि छ। र अब कुरा गरौँ 9 पटक सर्किट लगाउँदाखेरि कम्पनीको सेयर मूल्यमा के कतिको वृद्धि भयो भन्दाखेरि चाहिँ 9 पटक कम्पनीको सेयरमा सर्किट लगाउँदा 9.99% वृद्धि भएर कम्पनीको सेयर मूल्य 1 किताको 57.8 पैसाले वृद्धि भएर पर किता 636 रुपैयाँ भएको छ। जुन कि यो कम्पनीको सुरुको स्टार्टिङको दिनमा चाहिँ यो कम्पनी 270 रुपैयाँबाट यो पहिलो कारोबारमा आएको थियो। यो कम्पनी 9 वटा सर्किट लगाउँदासम्म अहिले चाहिँ यो कम्पनीको सेयर मूल्य कति भएको छ त 636 रुपैयाँ 2 पैसासम्म पुगेको छ। त्यस्तै 10 किता आइपिओ होल्ड गर्नेहरूले कति कमाउनु भयो अहिलेसम्म चाहिँ 9 दिनसम्म आइपिओ होल्ड गर्ने साथीहरूले चाहिँ 6,362 रुपैयाँ कमाउनु भएको छ भने हिजो मात्र 10 किता आइपिओ होल्ड गर्ने साथीहरूले 578 रुपैयाँ कमाउनु भएको छ। र अब कुरा गरौँ अब अहिले चाहिँ यो ओम मेगाश्री फार्मास्युटिकल कम्पनीको चाहिँ क्वार्टर 3 मा चाहिँ यो कम्पनी प्रफिटमा गयो, नाफामा गयो भनेर यसको एउटा न्युज आएको थियो। र सो अनुसार यसको इपिएसमा चाहिँ वृद्धि भएको छ 1.68 भएको छ भने पी रेसियो 378.69 भएको छ, बुक भ्यालु 103.54 रहेको छ, पीबीबी 6.14 रहेको छ। भनेपछि यसको बुक भ्यालु चाहिँ अहिले राम्रो वृद्धि भएको छ, जसको कि यसको बुक भ्यालु पहिला 90 रुपैयाँ थियो भने अहिले 90 रुपैयाँबाट बढेर 103 रुपैयाँ 54 पैसा पुगेको छ। भने पछाडि कम्पनी राम्रो नाफामा गएको छ। मैले तपाईहरुलाई अघिल्लो भिडियो पनि भनेको थिएँ, नयाँ कम्पनी हो, भोलिको दिनमा कम्पनीमा चाहिँ राम्रो सुधार भएर कम्पनी नाफामा गयो भने चाहिँ ओम मेगाश्री फार्मास्युटिकल कम्पनी राम्रो छ। किन भन्दाखेरि चाहिँ औषधि उत्पादन गर्ने क्षेत्रतर्फको कम्पनी, त्यो पनि नयाँ नेप्सेमा लिस्टिङ भएको कम्पनी। त्यस पछाडि यसको पब्लिक सेयर पनि जम्मा अहिले चाहिँ हामीले कारोबार गर्न मिल्ने भनेको वैदेशिक रोजगारमा गएको दाजुभाइहरूको लागि छुट्याइएको र नेपालमा बस्ने सर्वसाधारणको लागि छुट्याइएको 16,56,000 किता मात्रै यसको अहिले तत्काल कारोबार गर्न पाउने सेयर छ। भने पछाडि यो कम्पनीमा त तपाईहरुले एकदम स्ट्रङ होल्ड गर्नुपर्ने आवश्यकता देखिन्छ के। धेरै माथि पुग्ने कम्पनी हो यो। तपाईहरुले गएको 3 वटा कम्पनीलाई यसै हेर्दा पनि त्यो कम्पनीहरु 2025 क्रस गरेछ भने यो तिनीहरुको आधारमा चाहिँ यो लो क्याप पनि एकदमै लो क्याप। त्यसमाथि यो कम्पनी म्यानुफ्याक्चरिङ एन्ड प्रोसेसिङ सेक्टरको त्यस पछाडि फेरि के हो त भन्दाखेरि चाहिँ औषधि उत्पादन गर्ने क्षेत्रतर्फको कम्पनी भएको कारणले गर्दाखेरि यस्तो यो घिउ कम्पनी हो यो भनेको। र टप 10 ब्रोकरको नेट बाई एन्ड सेल रेसियोबाट हेर्दाखेरि 1.65 देखिन्छ, जुन 1 भन्दा माथि भएको राम्रो। यसको चाहिँ के छ त 1.65 रहेको छ। भने पछाडि अब तपाईहरुलाई चाहिँ के देखाउँछु भने मैले एउटा
यो कम्पनीलाई चाहिँ हामीले एकचोटि क्रेस्टसँग तुलना गरौँ कि क्रेस्टको 9 दिनसम्मको कारोबार रकमलाई हेर्दाखेरि चाहिँ क्रेस्ट कम्पनीमा 9 दिनमा चाहिँ 580 किताको कारोबार भएको थियो भने ओम मेगाश्री फार्मास्युटिकल कम्पनीमा चाहिँ 460 किताको कारोबार भएको देखिन्छ। भने पछाडि लगानीकर्ताहरूले के गर्नुभएको छ त अहिले ओम मेगाश्री फार्मास्युटिकल कम्पनीलाई चाहिँ सुरुमा चाहिँ नबुझिनेहरूले बेचेका हुन्। जस्तो अब आइपिओ पर्ने बित्तिकै त्यो भ्यालु नै थाहा हुँदैन नि त, कतिपयलाई कति हुन्छ कतिसम्म पुग्छ त्यस्तो थाहा नभइकन सेल गर्नेहरूले सुरुमा सेल गरे। अब भनेको जति पनि लगानीकर्ताहरूलाई त बुझेछ नि त यो कम्पनीको बारेमा, जसले बुझ्नु भएको छ उहाँहरूले त के गर्नुभएको छ भन्दाखेरि चाहिँ होल्ड गर्नुभएको छ। क्या किन होल्ड गर्नुभएको छ भने अहिले 5,000मा फालेर के गर्ने त नि, 1000को चिजलाई अहिले 5,000मा फालेर के गर्ने। यही कम्पनीलाई अब 10देखि 15वटा दिन कुरियो भने त 20,000 पुग्छ, 25,000 पुग्छ होइन, अझ त्योभन्दा धेरै कुर्न सक्यो भने 30,000सम्म पुग्छ भन्ने एउटा टार्गेट राख्नुभएको छ नि। उहाँहरूले चाहिँ होल्ड गर्नुभएको छ र जसलाई चाहिँ यो अब थाहै हुँदैन नि त, यो भोलि कतिसम्म पुग्छ भने थाहै नहुनेहरूले चाहिँ अब 1,000को 3-4,000 आयो के भनेर सेल गर्नेहरूले सेल गरेको देखिन्छ। र अब कुरा गरौँ यो कम्पनीको चाहिँ तपाईँहरूलाई फेरि लाग्ला मनमा होइन कतिसम्म पुग्छ भनेर लाग्ला। कतिसम्म पुग्छ भन्दाखेरि पनि थोरैमा पनि पहिलो टार्गेट भनेको 3,000 पर किता मैले यसलाई भन्दै आएको छु। किन भन्दाखेरि मैले क्रेस्ट कम्पनी, नेपाल माइक्रो इन्सुरेन्स कम्पनीहरूलाई चाहिँ पहिलो टार्गेट 1500 राखेको थियो भने यो कम्पनीलाई चाहिँ पहिलो टार्गेट नै 3,000 पर किता राखिदिएको छु कि। जस्तो यो एकदम लो क्याप छ, त्यसमाथि यो कम्पनी एकदम नयाँ सेक्टरको, यो कारणले गर्दाखेरि यसको डिमान्ड धेरै छ। धेरैले यो कम्पनीमा चाहिँ सप्लाई आउने बित्तिकै हेर्नु यो कम्पनीमा बायरको डिमान्ड एकदम चाँप बढ्छ। धेरैलाई यो कम्पनीमा इन्ट्रेस्ट छ। कतिसम्म चाहिँ पुगाउने भन्दा पनि यो औषध उत्पादन गर्ने क्षेत्रतर्फको कम्पनी भएको कारणले गर्दाखेरि जो कोहीलाई पनि 10 किता किनेर राख्न मन लागेको छ कि भोलिको दिनमा चाहिँ लङ टाइम होल्ड गर्दा के होला भन्ने त्यस्तो उत्साह पनि जागेको छ। त्यो कारणले गर्दाखेरि यो कम्पनी चाहिँ धेरैजनाको चाहिँ इन्ट्रेस्टको रहर पनि छ यो कम्पनीमा इन्ट्री गर्ने सबैजनालाई। त्यो कारणले गर्दाखेरि परेका साथीहरूले स्ट्रङ होल्ड गर्नु होला। र अर्को कुरा मात्र 16,78,000 किता छ। 6 महिना यतासम्म यो अहिले हामीले 16,78,000 किता कारोबार गर्न पाइन्छ भने 6 महिना पछाडि चाहिँ यसको 18 लाख किता हुन्छ कि टोटल चाहिँ अहिले 3 वर्षसम्म कारोबार गर्न मिल्ने भनेको चाहिँ पछि 6 महिना पछाडि म्युचुअल फन्डको पनि एड भएर चाहिँ 18 लाख किता हुन्छ भने पछाडि धेरै सप्लाई आउँदैन, थोरै नै छ। र अब कुरा गरौँ कतिसम्म पुग्छ भन्दाखेरि चाहिँ कतिसम्म लगानीकर्ताहरूले होल्ड गर्छन्। त्यस पछाडि यसमा होल्डै नगरे पनि लगानीकर्ताले होल्ड नै नगरे पनि 3,000 चाहिँ पहिलो टार्गेट ढुक्क पुग्छ। मैले तपाईँलाई भन्दै आएको छु, मजाले पुग्छ। र अर्को कुरा अब तपाईँहरूलाई चाहिँ छ्याङ्दी हाइड्रो पावरको बारेमा धेरैजनाले सोध्नु भएको थियो, सिएचएल कम्पनीको बारेमा, जुन चाहिँ कम्पनीले 100% राइट सेयर निष्कासनपछि बिहिबार चाहिँ यसले आफ्नो क्लोजिङ प्राइस 478.22 पैसालाई चाहिँ आधार बनाएर होइन यसले चाहिँ के गरेको छ भन्दा मूल्य समायोजन गरेको छ। अब कम्पनीको सेयर आइतबारदेखि चाहिँ 289.11 पैसामा चाहिँ यसको पहिलो कारोबारमा आउँछ। भनेपछि अब के हुन्छ भन्दाखेरि चाहिँ लगानीकर्ताहरूले के गर्छन् भन्दाखेरि यो छ्याङ्दी हाइड्रो पावरलाई भोलि आइतबारको दिन चाहिँ यसको प्राइस 290 रुपियाँ राख्नुहोस्। 290 रुपियाँमा चाहिँ यसको पहिलो कारोबारमा खुल्नेछ। त्यो कारणले गर्दाखेरि हिजो बिहिबारसम्म 478 रुपियाँ एक किता पर्ने सेयरको मूल्य अब आइतबार चाहिँ 290 रुपियाँ हुन्छ। यसलाई नेपाल सरकारको धितोपत्र बोर्डले चाहिँ मूल्य समायोजन गरिदिइसकेको छ। र अब चाहिँ के हुन्छ भन्दाखेरि आइतबार कम्पनीले सर्किट लगाउँछ। त्यो कारणले गर्दाखेरि तपाईँहरू छ्याङ्दी हाइड्रो पावरलाई चाहिँ बाई अर्डरमा राख्न सक्नुहुन्छ, सस्तो मूल्यमा पाउनुहुन्छ त्यो बेलामा। त्यस पछाडि केही समय होल्ड गरेर फेरि योबाट पनि तपाईँहरूले प्रफिट खान सक्नुहुन्छ। हस्त साथीहरू, आजको भिडियोमा यति नै। भिडियो मन परेमा एक लाइक एन्ड सब्सक्राइब गर्नु होला। ओम मेगाश्री फार्मास्युटिकललाई स्ट्रङ होल्ड गर्नु होला।